लोभी मुखिया र बुद्धिमान गरिबको कथा। धेरै वर्ष पहिले नेपालको एउटा सानो गाउँमा रामबहादुर नामका एक गरिब तर इमान्दार युवक बस्थे। गाउँ सुन्दर थियो, वरिपरि हरिया डाँडा, जङ्गल र खोलाहरू थिए। तर त्यो गाउँमा एउटा ठूलो समस्या थियो। गाउँका मुखिया धनबहादुर धेरै लोभी र स्वार्थी थिए। गाउँका सबै मानिसहरूले खेतमा काम गरेर आफ्नो जीवन चलाउँथे, तर मुखिया धनबहादुरले सधैँ गरिब मानिसहरूलाई दुःख दिन्थे। उनले कर बढाउँथे, अनावश्यक काम लगाउँथे र कसैले विरोध गर्यो भने उसलाई सजाय दिन्थे। रामबहादुर धेरै गरिब थिए। उनको सानो झुपडी थियो र आमा मात्र परिवारमा थिइन्। उनी दिनभरि जङ्गलमा गएर दाउरा काट्थे र बजारमा बेचेर जीवन चलाउँथे। एक दिन जङ्गलमा दाउरा काट्दै गर्दा रामबहादुरले एउटा अनौठो आवाज सुने, "मलाई बचाऊ, मलाई बचाऊ!" रामबहादुर डराए, तर साहस गरेर आवाज आएको दिशामा गए। त्यहाँ उनले एउटा पुरानो रुखको फेदमा फसेको एउटा सानो बाघको बच्चा देखे। बाघको बच्चा काँडामा फसेको थियो। रामबहादुरले दया लागेर सावधानीपूर्वक काँडा हटाए र उसलाई मुक्त गरिदिए। बाघको बच्चाले उनलाई हेरेर भन्यो, "धन्यवाद मानव, म जङ्गलका राजा बाघको सन्तान हुँ। तिमीले मलाई बचायो, म तिमीलाई कहिले बिर्सने छैन।" रामबहादुर अचम्म परे। बाघ बोलिरहेको थियो। बाघको बच्चाले भन्यो, "यदि तिमीलाई कहिल्यै ठूलो समस्या आयो भने जङ्गलको ठूलो बरको रुखमुनि आएर मलाई बोलाऊ।" रामबहादुर मुस्कुराए र घर फर्किए। केही दिनपछि गाउँमा ठूलो समस्या आयो। मुखिया धनबहादुरले घोषणा गरे कि सबै गाउँलेहरूले दोब्बर कर तिर्नुपर्छ। गरिब मानिसहरू चिन्तित भए। धेरैसँग त खाने अन्न पनि थिएन। रामबहादुरले मुखियालाई बिन्ती गरे, "मुखियाज्यू, हामी गरिब छौँ, कृपया यस्तो अन्याय नगर्नुहोस्।" तर मुखिया रिसाए, "तिमीले मलाई सिकाउने? यदि तिमीले 3 दिनभित्र 100 सुनका सिक्का नल्यायो भने तिम्रो घर म लिन्छु।" रामबहादुर निराश भएर जङ्गलतिर लागे। उनलाई बाघको बच्चाको कुरा याद आयो। उनी बरको ठूलो रुखमुनि गए र बिस्तारै भने, "मित्र बाघ, यदि तिमी सुनिरहेछौ भने मलाई मद्दत गर।" अचानक जङ्गल हल्लियो। झाडीबाट ठूलो बाघ बाहिर आयो। त्यो उही बच्चा थियो, तर अहिले ठूलो र शक्तिशाली भएको थियो। बाघले भने, "म तिमीलाई बिर्सेको छैन मित्र।" रामबहादुरले आफ्नो समस्या सुनाए। बाघ केही बेर सोच्यो अनि भन्यो, "आज राति मुखियाको गोदाममा जाऊ। त्यहाँ उसले गाउँलेहरूबाट लुटेको धन लुकाएको छ।" रामबहादुर डराए, "यदि म समातिए भने?" बाघ मुस्कुरायो, "म तिमीलाई जोगाउँछु।" त्यो रात रामबहादुर चुपचाप मुखियाको ठूलो घरतिर गए। बाघ जङ्गलबाट चुपचाप पछ्याइरहेको थियो। गोदामको ढोका खोल्दा रामबहादुर अचम्म परे। त्यहाँ धेरै सुन, चाँदी र अन्न थियो, सबै गाउँलेहरूबाट लुटिएको। त्यत्तिकैमा मुखिया धनबहादुर त्यहाँ आइपुगे। "चोर, तिमी यहाँ के गर्दैछौ?" रामबहादुर डराए, तर अचानक ठूलो गर्जन सुनियो। ग्रर! बाघ अन्धकारबाट बाहिर आयो। मुखिया डरले काँप्न थाले। बाघले ठूलो आवाजमा भन्यो, "यो धन तिम्रो होइन। तिमीले गरिब मानिसहरूलाई दुःख दिएको छौ।" मुखिया घुँडा टेकेर कराए, "माफ गर्नुहोस्, म फेरि यस्तो कहिल्यै गर्ने छैन।" भोलिपल्ट गाउँमा सबैलाई बोलाइयो। मुखियाले सबै धन गाउँलेहरूलाई फिर्ता गरे। गाउँलेहरू खुसी भए। रामबहादुरको साहस र दयालु स्वभावले सबैलाई बचाएको थियो। त्यस दिनदेखि गाउँमा न्याय र खुसी फर्कियो। बाघ फेरि जङ्गल फर्कियो, तर जाने बेलामा भन्यो, "सधैँ सम्झ, दया र इमान्दारी सबैभन्दा ठूलो शक्ति हो।" कथाको शिक्षा: जो मानिस दयालु र इमान्दार हुन्छ
उसले जीवनमा सधैँ सहयोग र सफलता पाउँछ।